हाई एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी छोरी म अनि मेरो जेठानी दिदी नानीहरूसँग घुम्न जाँदैछौँ नजिकैको चिया बगानमा। अनि हामी चाहिँ यहाँ पुगिसकेर पनि दिदीहरूले तन्ना ओछ्याउँदै हुनुहुन्छ बस्नको लागि गुन्द्रुरा तन्न। मेरो दिदी अनि बहिनी अनि भाइ चाहिँ मेरो माइत गाउँबाट आउनुभएको माइत घरबाट। अनि यताबाट चाहिँ हामी चारजना गएको थियौँ। अनि यहाँ सबै सामानहरू सेटअप मिलाउँदैछौँ खानको लागि बस्नको लागि। अनि सबै मिलाइसकेर पनि मेरो दिदी र बहिनीले चाहिँ चटपटे घोल्दै हुनुहुन्छ। अनि मेरो भाइ चाहिँ मोबाइल हेर्नुको धुनमा मैले कराएर नहेर भने। अनि साथीहरू यो सबै खानेकुरा चाहिँ घरैदेखि बनाएर लगेको हामीले। अनि हामी घुम्नु जाँदाखेरि चाहिँ कति ठुलो पानी पर्न आँटेको थियो। गाडाङ गुडुङ गरेर हिँड्ने बेलामा पानी अहिले नै झर्ला जस्तो हावाहुरी आउँला जस्तो भएको थियो साथीहरू। कति ठुलो पानी पर्न आँटेको थियो र पनि हामीलाई चाहिँ थोरै समयले साथ दिनुभयो। अनि हामी गयौँ घुम्न। अनि म चाहिँ खानेकुरा देखाउँदैछु दिदीलाई भिडियो बनाइदिनु न भनेर बनाइदिँदै हुनुहुन्छ। यहाँ मेरो भाइ चाहिँ खालि मोबाइल मात्रै खेल्छ। यो भाइहरू यो छोरा मान्छे चाहिँ के साह्रो मोबाइल हो, गेम एकछिन कहीँ हिँड्दा पनि गेम खेल्छ। अनि हामीले चाहिँ थोरै भिडियो सबै खानेकुराको अब यति नगरी त हुँदैन, घुम्न आएपछि त भिडियो नगरी त। अनि हामी चाहिँ थोरै थोरै सबै भिडियो बनाउँदै राख्यौँ सबैजना भएर। अनि नानीहरूले पनि खाँदैछ उता। अनि हामी चाहिँ ठुलो ठुलो मान्छेले मात्रै भिडियो बनाएको। अनि सबै खानेकुराको पालै पालो भिडियो बनायौँ हामीले चाहिँ। घरैदेखि लगेर खाने नि त भनेर अनि घरैदेखि लगेर गएको साथीहरू। अनि आज हामीले खाने पनि सुरु गरेर मेरो भाइ चाहिँ यति बेला के भनिरहेको थियो भने फोटो मात्रै खिच्दा हुँदैन भिडियो बनाउनु पर्ने भनेर क्या। खानु अब समयमा पाएन ढिलो भयो भनेर क्या। फोटो मात्रै खिच्दा पनि भइहाल्छ भन्दै अनि मैले चाहिँ बल्ल बल्ल डुल्नु आएको घुम्न आएको नबनाएर हुन्छ भनेको थिएँ। अनि उस चाहिँ हाँस्छ क्या मैले भनेपछि। अनि आज हामीले थोरै खाँदै गरेको भिडियो दिदीले बनाउँदै हुनुहुन्छ। अनि हामी चाहिँ खाँदै गफ गर्दै। अनि यहाँ चाहिँ कति धेरै मान्छेहरू घुम्न आउनुहुन्छ क्या। यहाँ चियाबारी हो। अनि यहाँ चाहिँ हामी चाहिँ माथि डाँडामा आएको थियौँ। यो चाहिँ लाबरघारी हो शीतलदेखि माथि। यसलाई चाहिँ चिरिमकोट कि के भन्छ, मलाई चाहिँ पुरै नाम चाहिँ थाहा छैन। मेरो नजिकै हो र पनि। अनि यहाँ चाहिँ कति धेरै मान्छेहरू आउँदै जाँदै गर्नुहुँदै थियो। यति खाँदै गर्दाखेरि बोल्ने भनेको चाहिँ म र मेरो दिदी मात्रै हो। अरू त सबै यति बेला चाहिँ म र मेरो दिदी मात्रै बोलेको छौँ है। अरू चाहिँ सुन्ने काम मात्रै हो। अनि हामी सबै खाइसकेर फोटोसोटो खिच्यौँ भिडियोहरू बनायौँ। अनि यो खाइसकेपछि चाहिँ फोटो खिच्यौँ भिडियोहरू बनायौँ। अनि पानी पर्नै आँटेको थियो साथीहरू। अनि हतार हतार गरेर आयौँ हामी